हे राम जय गुरु गणेश नारायण जय गुरु गणेश जय गुरु राम राम मुसा माथि सवारे पाल्नु होला राम रे जय गुरु गणेश है मुसा माथि सवारे पाल्नु होला राम रे जय गुरु गणेश नारायण। अब आज एकछिन भने पनि भजन गर्नुपर्ने भएको छ। जो विद्याकी खानी सरस्वती मातालाई पनि स्मरण गर्नुपर्ने भएको हुनाले गर्दाखेरि नारायण हे राम सरस्वती माई नारायण सरस्वती माई आई बसी बोली देऊ गला कण्ठ खोली देऊ सरस्वती आई बसी बोली देऊ गला कण्ठ खोली देऊ सरस्वती माई नारायण। आज हामी यो कलाघरमा थोरै समय भए पनि आफ्ना कलाकृतिहरूलाई देखाउन आइरहेका छौँ र दुधौलीबाट हस्याङ र फस्याङ गर्दै यो प्रतियोगिताले गर्दा हाम्रा यी कपडाहरू पनि धोएर राम्रोसँग सुक्न पाएन। हेर्नु सुमन्जी हतार पो छ हामीलाई त, तर पनि नारायण हे राम कस्तो हुने हो नारायण कस्तो हुने हो ये भद्र भला दुधौलीको कला कस्तो हुने हो भला दुधौलीको कला कस्तो हुने हो नारायण। हाम्रो यो देश कस्तो छ भन्नुहोला भने पहिला अङ्ग्रेजहरूले आक्रमण गर्दाखेरि हाम्रै गढी दरबारबाट अङ्ग्रेजहरूलाई परास्त गरेर यो नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गर्नुभएको थियो। कस्तो थियो भन्नुहोला भने हाम्रो देश थुङ्गा थुङ्गा भुवनमा हाम्रो देश बेवारिसे भुवनमा थुङ्गा थुङ्गा झै थियो माला सुन्दर गाँसु भनेर वीरले नेतृत्व आफै लियो बोकी जो तरबार भाला खुकुरी लड्दै र बढ्दै गयो बन्दा सुन्दर बाग जान जगमा नेपाल हाम्रो भयो नारायण हे राम सेना गोर्खाली नारायण सेना गोर्खाली अघि अघि बढेका बैरीसँग लडेका सेना गोर्खाली अघि अघि बढेका बैरीसँग लडेका सेना गोर्खाली नारायण। आसन्नाज प्रभा छरी सकलमा श्री सूर्य साथै शशी जो गाउँ हर सान मान जनता पुर्खा चिनारी कसी भाषा भेष कला र संस्कृति सबै नेपाल नेपाली हो लड्दा वीरहरूले सगौरव सदा नेपाल हाम्रो भयो नारायण हे राम पुर्खाहरूले जो गाको नारायण पुर्खाहरूले जो गाको नेपाल भन्ने नाउँ यो पवित्र ठाउँ पुर्खाहरूले जो गाको
पवित्र ठाउँले जोगाएको नारायण गरिदा उधम देश अभ्युदयले चम्किन्छ बाछरी प्यारो राष्ट्रियता सजिन्छ मनमा सपना सुनौला गरी नाना जाति प्रजातिका सुमनको सौरम्य बारी छयो बाँडौती उपदेश दिव्य जति छन् नेपाल हाम्रो भयो भनेर पृथ्वीनारायण शाहले भन्नुभयो र त्यही भएर हाम्रो नेपाल सुन्दर छ भनिएको छ नारायण हे राम हाम्रा सम्पदा त्यही भएर नारायण हाम्रा सम्पदा राष्ट्रियता झल्काउने पर्यटकलाई पल्काउने राष्ट्रियता झल्काउने पर्यटकलाई पल्काउने नारायण गरिदा उधम देश अभ्युदयले चम्किन्छ बाछरी भनेको हामीले आज सुमनजीले यहाँ उद्योग गर्नुभयो न यस्तो हो कि नत्र हुन्थ्यो त भन्दै मैले 2-3टा फाँकियो भजुम एकीकरणको बारेमा भने अब यो नेपाल कस्तो छ भन्नुला भने छानो उच्च हिमाल शैल शिरको चाँदी सरी टल्कने बारी खेत गरा झुलेर हरिया रत्नावली झल्कने शोभा दीप्ति उदाउने चहकिलो आलोकको देश यो धरतीमा यदि स्वर्ग मिल्दछ भने त्यो स्वर्ग नेपाल हो नारायण हे राम हाम्रै नेपालमा नारायण हाम्रै नेपालमा बुद्ध बस्थे ध्यान प्राप्त हुन्थ्यो ज्ञान हे हाम्रै नेपालमा बुद्ध बस्थे ध्यान प्राप्त हुन्थ्यो ज्ञान हे हाम्रै नेपालमा झरना झरे झर झर्दछन् मृदुलता सङ्गीत मिठो गरी नाचन् पङ्ख छरेर उत्सव सरी डाँफेर मैना चरी कोशी भागीरथी हिमाल तलया बेचिर कालिया हो धरतीमा यदि स्वर्ग मिल्दछ भने त्यो स्वर्ग नेपाल हो नारायण हे राम सुन्दर नेपाल नारायण सुन्दर नेपाल सेतो हिमाल हाँसेको डाँफे मुनाल नाचेको सुन्दर नेपाल हाँसेको डाँफे मुनाल नाचेको सुन्दर नेपाल गुम्बा मन्दिर भव्य छन् घर यहाँ धर्मार्थका देवल धरतीकै मन खिच्न सक्दछ सदा यो देशले केवल आभा दिव्य कहाँ छ योग्य भवमा भाषा कला भेषको धरतीमा यदि स्वर्ग मिल्दछ भने त्यो स्वर्ग नेपाल हो विभिन्न मठ मन्दिर छन् हाम्रो नेपालमा हेर्नु तपाईहरुलाई थाहा भएको कुरा हो नारायण राम मठ मन्दिर ठाउँ ठाउँमा कठैभर ठाउँमा नारायण मठ मन्दिर ठाउँ ठाउँमा कठैभर धर्म स्थल झलर मल रे मठ मन्दिर ठाउँ ठाउँमा धर्म
मिल्ला सुन्दर शान्त पावन धरा खोजेर व्यर्थका पीडा दुःख र दर्द कष्ट मनका सन्ताप पोखुन् जहाँ आँखा नाक गला कला फरक छन् सद्भाव सत्कारको धरतीमा यदि स्वर्ग मिल्दछ भने त्यो स्वर्ग नेपाल हो। गला कला पनि फरक छ नि। अघि हामीले तामाङ सेलो पनि हेऱ्यौँ होइन, शेर्पा सेलो पनि हेऱ्यौँ, विभिन्न कला छन् आफ्ना जात जातिको। त्यसैले त हिमालमा बस्ने किन नहोस्, तराईमा बस्ने किन नहोस्, चाहे डडेलधुरामा बस्योस्, चाहे मेचीमा बस्योस्, चाहे गण्डकीमा बस्ने, जहाँ बसे पनि नेपालको भूमिमा बस्ने। नारायण राम हामी नेपाली नारायण हामी नेपाली हिमाल पहाड तराई कोही छैन पराई हामी नेपाली। ओ हिमाल पहाड तराई कोही छैन पराई हामी नेपाली। नारायण दौडन्छन् मृग कस्तुरी वनभरि बास्ना सुगन्धी छरी डुल्छन् हिन्दू प्रवाली प्रलयको प्रत्यक्ष लीला गरी। यस्तो भूमि बनाउने कुशल कुन को हो कलाकार त्यो धरतीमा यदि स्वर्ग मिल्दछ भने त्यो स्वर्ग नेपाल हो। काहीँ डाँडा छन् काहीँ सम्म छन्, यो कसले बनाएको मैले देख्दा यस्तै थियो। नारायण राम कसले बनाएको नारायण कसले बनाएको चन्द्र सूर्य तारा यो ब्रह्माण्ड सारा कसले बनाएको होइन। चन्द्र सूर्य तारा यो ब्रह्माण्ड सारा कसले बनाएको। नारायण भन्दै धेरै समय पनि छैन, हामी साथीहरू पनि फर्स्ट टिमले त के